ठिक छ नि गर न यार फाइनल्ली हामी यहाँ भेट भइसक्यौँ है लालु हामी धेरै पछि भाइको भलकमा ओ घामले खायो अनि के छ त मेरो त भलक सुको त यार भाइको भलक सुको अन्त अहिले त फेरि यहाँ भाइको भलक त लुम कहाँ सुको भनेर यहाँ हैरान पारे अन्त मलाई के हो त तपाईँहरू बेइज्जत गर्ने काम गर्नुहुन्छ कि यार ससलाई भनौँ न यार ल त है त ल सेफ गर्नु ल यहाँ सेफ फ्लाइट है सो हेलो नमस्कार सन्चै हुनुहुन्छ यति राति चाहिँ भलक बनाउनु मन लागेन आज चाहिँ हाम्रो क्या लालु आउँदैछन् जापानदेखि सो अब 12 बजेको ल्यान्डिङ छ नेपालमा सो अब म फेरि जानेवाला छु जानेवाला छु सो गाइस लालुसँगको भलग हुन्छ है तक लाएर किप वाचिङ होइन कडा हुन्छ अनि म त अहिले थाहा लाएर एयरपोर्टमा आइसकेँ होइन तर एयरपोर्ट भित्रै रुम ल्याऊ भनेको त लालु र मलाई त होइन लास महँगो यार भोलि बिहानसम्म नि 6,000 भन्छ त गाडी अनि हुन त जापानिज डलर भ्याए पनि केही हुन्न त तर अलिकति महँगो भयो क्या यार यस्तो महँगोमा त उ गर्नु भएन होइन अहिले सस्तो होटेल हेर्दैछु मैले होइन यसो यतातिर हेर्छु त्यो भित्र त महँगो हुँदो रहेछ कि गाडी भित्र महँगो हुँदो रहेछ अहिले बाहिरतिर यसो गर्नु पऱ्यो यार अब रोड बाहिरै हेर्नु पऱ्यो यार भित्र त बहुत महँगो हुँदो रहेछ यार रोड बाहिरै हेर्नु पऱ्यो यार यहाँ कुन होटल छ कुन होटल बास बस्नलाई क्या होटल भइहाल्छ नि यिनीहरू सब यो भित्र छैन भित्र भनेको त्यहाँ छ होइन त्यो होटेल ब्ल्याक होइन त्यहाँ महँगो पर्छ त्यहाँ महँगो रहेछ क्या यार भर्खर सोधेर आएँ अर्को कुन छ अर्को यो त अगाडि यहीमा छैन उता पछाडि हो भइसक्यो अनि बाहिरै रहेछ क्या महँगो छ यहाँ त डर लाग्ने महँगो छ अनि कहाँबाट हुन्छ त यसो रोड पारी नै हेर्नु पर्ने भयो होइन है म त 4500 को रुममा लम्पसर परेछु है खोजे अनि पाइन्न गाडी यहाँ ठ्याक त्यो भित्र खाका लाग्छन् अब बल्ल यहाँ गेटै अगाडि पाएको छ एउटा रुम राम्रो छ यार बाँच्न चाहिँ अलिक घिनलाग्ने बनाउनु रहेछ तर कपाल सपल पनि बबालै रहेछ अर्कोतिर कोही यो जन्ममा त त्यस्तै अर्को जन्ममा चाहिँ म कपाल हो यतै लिएर आउनु पर्ला जस्तो छ दामी छ यहाँ त यो रातमा म एक्लै छु दामी छ यार लालु आउँदै छ बल्ल 10-11 बजे आउँदैछ यो टक्क लगाएर अब फिल्म हेर्छु म यता टिभीमा फिल्म हेर्छु लसरङ्ग गरेर सुत्छु अब के गर्नु त गाडी कामै छैन अब एकछिनमा लालुलाई लिन जाने हो अब यहाँ म सात पानी खानु पर्यो है त भर्खर मात्रै लालु झरेछन् इन्टरनेसनल एयरपोर्टमा होइन अनि म चाहिँ रुममा बसेर के गर्ने थिएँ थाहा यो चाहिँ मेरो बेस्ट हो क्या भ्लग अनि टुर पनि हो होइन हेर्नु न म्याग्डिली चेलीहरूसँगको यो चाहिँ खतरा हो है सबैजनालाई सम्झना छ स्वर चाहिँ बबाल हो कि यो दिदीहरूको यार कसम यार औडा के फेरि म फेरि औडा यो बहिनी लास्ट कडा थिइन् कि यो बहिनी र यो दुईजना लास्ट कडा थिइन् कि अनि टक्क म फेरि बसेर ओइ यस्तो गरेर बवाल गर्दै थिएँ कि यो बवाल छ है यो सिन म पनि हिँड्मै नजिक हो कि बाग्लुङको भनेको थिएँ यिनी त लास्ट राम्रो थियो नि यार दुईजना पछाडिको एउटा फेरि गीत गाउनु पर्यो त्यही घोडे पानी जाँदै
अर्को ए दिदीहरू लास्ट जोसिए दिदी यार त्यही डेन्जर स्वर फेरि यस्तो बवाल्ने म्यागडिलीहरूको कसम यार म त फ्यानै भएको कि कसम धाँटे होइन कि यहाँ चाम्साङ बेनीबाट ए गानी तिमी भन्दा म भाइरल छु गानी नाटक नपाएर है बहिनी गानी तिमी भन्दा त मै भाइरल छु होला जस्तो लाग्छ त यार अनि 10-20 छैन कि यार 14,000 छ यार दिदी यार तपाईँ पनि यार जेठो पाएको मान्छे भएर कस्तो बोल्नु भएको यार दिदी यार म चाहिँ यहाँ आइसकेँ होइन केटो आउँछ त्यहाँबाट लालु मिस्टर लालु थापा आउँछन् है त्यहाँबाट पछाडिबाट खाडा त लिएर आउनुपर्ने हो मैले बिर्सेछु के यार खाडा त एउटा खाडा लिएर वेलकम टु नेपाल त भनिहाल्छु खाडा चाहिँ लिनुपर्ने हो यार बहुत ठुलो मिस्टेक गरेछु खैर केही छैन सल्लाह मन छ ठुलो त्यही हो खाडा इज नट इम्पोर्टेन्ट भन्छु म चाहिँ सो अब यहाँ कुर्दैछु यतिखेर अब 12 बजी लागिसक्यो है यहाँबाट ठक्क हाम्रो लालु दाई सबैको लालु दाई यहाँबाट आउँछन् मान्छेहरू आउने जाने भइरहेको छ कति बजी आउँछ है अब एकछिन टाइम लाग्छ होला चेकिङ भइरहेको होला भित्र है त्यही नै हो है त एकछिन वेट गरौँ है त लालु के लालु ओ म त कुरै छु यार अन्त आउँदै आउन गाडी कुरै छु यहाँ आउने उठ त बस्नु दिन्न पैसा लाग्छ भन्छ 7 स्टार बााउन्सर सेक्युरिटीले लखटेको छ त्यही भएर यहाँ आएर बसेछु के म त लगेज चाहिँ आएन भन्छ नि बुढाले लालुले आउँछ होला एकछिन यहाँ त्यही नै हो अब कुरै छु के म त छैन माछे जालकेलाई बुनेको जामसैले बेनी बजारमा अन्त म त कुरेको छु लालु त आउनु नि त गाडी हाल्छन् अन्त के भइसकेको छ र लगेज आइसकेको छैन भनेको छन् ऊ त्यहाँ भित्र के त्यहाँ बस्ने ठाउँ छ त्यहाँ पैसा लाग्दो रहेछ क्या खाली छ गाडी सिधै सो राख्दै पनि के जान्थ्यो र होइन 7 स्टार बााउन्सर फेरि यहाँ डेन्जर हुँदो रहेछ नि पुरा सिटी बजाइछन् हो हे खाने नि हान्ला नि जस्ता खान् यतै जिउँदै बाघ खाउला जस्तो नि त्यही भएर म एकदम आफ्नो सिट एकदम सुरक्षित ठाउँमा टक्क लगाएर आफ्नो एकदम सुरक्षित ठाउँमा आएर बसेको छु खै अब लालु आउनु नि यार खैरेहरू मात्रै लालु चाहिँ आएनन् निन्द्रा लगाएर म नलागिसकेँ 12 बजेर 50 मिनट गइसक्यो यार लालु अझै आउन नि यार के भयो यता फेरि यहाँ हाम्रो एउटा 7 स्टार बााउन्सर हुनुहुन्छ उहाँले फेरि फुकिहाल्नु 7 स्टार बााउन्सरले फुकेको हुनुहुन्छ यता लालु आउँछ कि भन्दै म कुरै छु आउनु नि यार अब आउँछन् कि भन्नु आउँदैन सब खैरेहरू मात्रै आउँछ हाम्रो लालु त आउन नि त यार कहिले आउँदैछन् यार निले म यहाँ झुम्पटाल भइसक्यो यार हेर न मलाई कसरी हेरेर फोन गर्न लागिरहेको ला व्हाट्सअप म्यान ठिक छ नि गर न यार फाइनल्ली हामी यहाँ भेट भइसक्यौँ है लालु हामी धेरै पछि भाइको भ्लगमा घामले खायो जरो कुरा आयो के गाडी रार बोल्न पर्दा जरो कुरा आयो त अनि कति 1 घन्टा भन्दा बढी लाग्यो यार यो सामान आइपुग्न अनि के छ त मेरो त भलक सुको त यार सुको भाइको भलक सुको मै चाहिएर हो कि अरू के हो खासमा कुरो के अब नेपालमा होइन नेपालमै बसेर बाँझो खेत पुरा हान्यो बाँझो खेत हान्यो गाउँतिर जाने हो अब नेपालमै बस्ने होइन उसो भए पुरै ल ठिक छ अब सबैजनालाई नमस्कार भाइको भलक तताउनु पर्यो क्या पहिला जस्तै फेरि
म आइसकेँ त रमाइलो हुनु त लालु बिना त यार जिन्दगी यार फेरि नाम लिएर तिम्रो नाम त फेभरेट नाम हो नि यार अब लालुलाई जापान थाहा छैन रे अब नेपालमै बस्छु र अब केही गर्छु भने के अरे खै के गर्छन् अब थाहा छैन तर लास्ट कुरियो के यार लास्ट कुरा आयो यार निन्दाले झुम्पटाल भएछु म त यार तर तलले चाहिँ भने नि अब भाइको भ्लग तताउनु पर्छ है तताउने हो? यसलाई चाहिँ डर तताउनु पर्छ योलाई चाहिँ डर अनि खाना त यति हाल्नु जानु होला नि दाइ उहाँ त बन्द र बरिस खाना यहाँ यहाँ ठकालीमा खाएर जानु होला कि म त खान्न आएर तपाईँले खानु सामान्य खानु के बर्गर राख्नु होइन होइन ट्याक्सी चाहियो थकालीमा जाने यहाँ यो टिटिरीमा खतरा हुन्छ नि मा त के छ त यार किन यति लामो उ भयो त यार हाम्रो यति लामो भयो लामै भएन र पहिला 1 मा कुरेर 2 मा पठाए 2 मा कुरेर 5 मा पठाए अनि त्यसरी अबेला हो के त्यसमा म लास्ट पो परे गाइज हो र सबैजना धेरै नमस्कार छ है सेतो भइरहेको त तिमी त जापानको जस्तो यहाँ ल्याउ गाडी म गर्छु के सुटकेस गुर्का आफ्टर लङ टाइम विथ माई प्यारो भाइ मुर्दारसँग आज फेरि जोडिएछु यसो हेरेको भाइको भलक त गएछ हौ मलाई टेन्सन भयो नि त यार म अब तताउनु पर्छ है तातिनु पर्छ है गाइज ल तताउनु पर्छ यार मेरो भलको चिन्ता भन का भाउजूलाई फोन गर्नु यार हेलो है सो अब यहाँ दाइलाई यहाँ म अब दाइले अब यहाँ टिकरीमा खाना खानुहुन्छ अनि हामी तक रुमतिर लागिन्छ होइन अब उता भाउजूको फोन आयो एकैछिन त्यहाँ भित्र गएर यसो गरौँला है त बोलाउनु तर मान्छे त तिमी ह्यान्डसमै भएर आऊ यार दाइ कसम हो यार त्यो जापान गएपछि रूप रङ्गै चेन्ज हुने रहेछ यार बाजो खेत जोटेपछि त ठाउँमा आइहालिन्छ के छ राम्रै आइयो नि आउनु त हो थालीमा खाना खाएको हो के खाने र यहाँ अनि अरू के छ र ठिक छ सबै भव्य विदाय भएछ त जापानमा नि यहाँ नजानी अनि अब छोडेर आएपछि बाँझो खेल्नु देखिएन क्या ल अब खाना ल्याइदिनुहोस् मटन खाना एउटा ल्याइदिनुहोस् है त रेड बुल ल्याउनु न महँगै खाइदिउँ न अब जापानबाट आएको मान्छेको रेड बुलै हान्दिउँ न त होइन रुम यहाँ फेरि यहाँ नजिक पाइन यहाँ गएको छ त्यसपछि म फेरि गएँ अब हामी यहाँ खानपिन हुन्छ यहाँ नेपाली खाना हुन्छ हाम्रो यहाँ लालु सरको त्यसपछि हामी अब टक्क लाएर गइन्छ एन्ट्री चाहिँ अब म उता झुम्पटाल परेर बसेको थिएँ निन्दाले झुम्पटाल परेर बुढाको लागि मैले खासै राम्रो भिडियो बनाउन चाहिँ पाएन क्या यार भाउजूले फेरि मार्नु होला यार ल ल ल ल इजी खानु ल अब एकैछिन पछि हामी जोइन हुन्छौँ है त ल हेलो गुड मर्निङ सबैजनालाई हामी उठ्यो होइन इट्स टाइम टु कफी होइन अब टक्क लगाएर कफी चस यस्तो बेट होला नहोला यार होइन बवाल हुन्छ नि एकदम मचाउनु पर्छ अब अनि के छ र दाइ नयाँ नौलो खबर यार सब बिन्दास छ जापानमा राम्रै बिटो मारेर आइयो कहाँ मार्नु नरहेन जाने जाने जापान 1 महिनापछि फर्किने अन्त 1 महिनाको बिदा आउनुभएको बल खेल्न आएको क्या भाइको सुक्यो क्या यसको भ्युज नै सुक्यो क्या लास्टै नयाँ मेला खेल्न आउनुभयो क्या नयाँ मेलाको लागि जापानबाट बोलाएको छु यार मैले कति मेहनत गरेछु मैले हाम्रो चाहिँ धेरै पछिको भेटो यस्तो होइन अब यस्तो अलि ऊ चाहिँ
बसी बिहान चाहिँ 14 महिनापछि आज आजै हो क्या होइन अस्ति पालि चाहिँ भएन खासै घाम छाया जस्तो भयो बाटा लाएर लट्टै छाया परेर फेरि उत्तिखेर त्यो खुला ठुलो भयो क्या अनि आज चाहिँ हामी ठक्क मजाले बस्न पाइयो दाइसँग अनि एयरपोर्टमा पनि अब वेलकम गर्न पाइयो त्यो पनि खुसी लाग्छ मलाई होइन सिउसिन पोखरा गाइज दाइ चाहिँ पोखरा जाँदै हुनुहुन्छ आज फ्लाइट छ बिहानको त्यही भएर हामी चाहिँ अब यसो कफी सफी खाएर टक्क लगाएर कफी खाएर अनि यहाँ दाइले त फेरि यहाँ भाइको भलक त लुम कहाँ सुगो भनेर यहाँ हैरान पारे अन्त मलाई के गर्नु तपाईँहरू यहाँ बेइज्जत गर्ने काम गर्नुहुन्छ कि यार सब्सक्राइब हानौ न यार सब्सक्राइब गर्नु पर्यो लाइक गर्नु पर्यो कमेन्ट गरिदिनु पर्यो माया उस्तै गरिदिनु पर्यो हामी त फेरि लालु त विदेश गयो नि जहाँ गयो नि फेरि माया त गाह्रो छ क्या मायाको छ मगरको छोरा हो अरू जस्तो हुन्नन् क्या बोल कतिलाई बोल्न कस्टम हो क्या होइन दाइ तिमी मलाई बिर्सिन्छ र बिर्सिनु होइन मुर्दा रहिजाला कहाँ भुल्ने हामी त बुढेसकालसम्म पनि मैले दाइ नमस्कार है भन्नु पर्ला होइन भोलि बिहान के कस्तो होला होइन बसै कति वर्षमा भयो अरे 2 वर्षमा होइन पुरै 10 वर्षहरू त बसियो गीत पनि कोही आएनन् लोकगीतलाई 4वटा चिरकन भयो के अरे के गीतहरू दाइ बिमा कुमारी दुराको क्या त्यो बहिनीले गाएको गाउँ सहरमा लमजुङ दरबार त्यो त होइन गाडी तर त्यो बहिनीले गाएको छ त्यो गाउँ सहरमा लमजुङ दरबार पनि बवाल हो क्या त्यो ग्रुपमा त यार अनि यहाँ अब केही भनिदिनु त दाइ मेरो भ्लगलाई मैले भन्ने जति भनिसकेको छु त हो खर्लकै सुक्यो भाइको भ्लगलाई अलिकति माथि राइज गर्नु पर्यो भन्नु भयो यस्तो के खर्लकै सुक्यो भ्लग पनि कन्टिन्यू गर्न पाइएन क्या दाइ नि अब मै बल खेल्न छोडेँ नि भन्न अझै बल खेल्न त यार कहाँ छोड्छ हो अब फिल्डमा हो अब त्यहाँ नयाँ बेलामा आउँदैछु क्या म नयाँ बेला भनेको चाहिँ हाम्रै गाउँमा है विथ मनोज गौचन विथ कल मी ल दाइ वेलकम बिग साउट आउट हाम्रो मनोज दाइलाई मुर्दा जाँदा यस्तो झन् भलकमा ल्याएको त के गर्छ है त्यस्तो बिग साउट आउट हान्ने भनेको मनोज दाइलाई यार के नयाँ भलक गराएको क्या आज धेरै समयपछि दादा नमस्कार छ्याजालो झोरले यसको होटलमा दाइ राति 1 बजे दाइ हजुर ए ठिक छ केटो आहा केटो लाग्यो है अब बिदाई कार्यक्रम हुन लागेको छ होइन टक्क लगाएर दाजुभाइ अब राष्ट्रिय वाणिज्य बिल पे गर भनेको त वाणिज्य ब्याङ्किङ नचलेर तनाव भइसक्यो यार आधी घन्टा त वेटिङमा राख्यो नि त हामीलाई त वाणिज्य ब्याङ्कले त अब यहाँ हामी टक्क लगाएर गइन्छ होइन अब यस्तै भयो जिन्दगी के गर्नु गाह्रो छ होइन सो गाइस अब त्यही नै हो अब दाइलाई अब माथि डोमेस्टिकसँग छोडेर टक्क लगाएर हामी गइन्छ होइन यस्तो जापानको सेतो सुर्केट पुरा सरर गुड्का खान के यार चाहिन्न हजुर चाहिन्न ल त है त ल सेफ जोन ल यहाँ सेफ फ्लाइट है त्यो 3टा सामान ल राम्रो है ल पोखरा गएर कल गर है मलाई है ल लालुलाई गाडी लजाउँछन् गाडीमा जापान गएर डेस खाएर आइसक्यो अझै लजाउँछन् यार के भन्नु यार होइन र सुकाइ चाहिँ अब लालुलाई पनि बिदाइ गरेर गाह्रो भयो गाडी अब म चाहिँ अब लाग्छु है अब यहाँ छ यो सामान यो मेरो कसैले होइन है फेरि यो अरूको कसैले हो दाइलाई अब पठाइयो अब सुगाइज त्यही नै हो अब तितो मिठो अब राम्रो नराम्रो अब के भयो होइन सो किप सपोर्टिङ धेरै माया गरिदिनु धेरै सब्सक्राइब गरिदिनु पऱ्यो
सियर हानिदिनु भयो है त गाइजहरू ल सिउ सुन सी इन नेक्स्ट ब्लग बाई बाई